गुड मर्निङ साथी हो। आई होप तपाईँहरू राम्रै हुनुहुन्छ होला। म पनि राम्रै छु। आज चाहिँ म बिहानै उठेर समुद्र बिच साइड गएको छु होइन। जानु त म सधैँ जान्छु, तर आज मैले तपाईँहरूको बिच एउटा सानो भिडियो क्लिप बनाइरहेको छु होइन, आफ्नो एक्सर्साइजको लागि होइन। बिस्तारै अलिकति आफ्नो शरीरहरूलाई काडकमुडुक गर्नु, भाँच्नु बिहान बिहान होइन, अलिकति राम्रो हुन्छ र फ्रेस हावाको साथमा मैले एक्सर्साइज पनि गरिरहेको छु, हेर्नु सक्नुहुन्छ। तो मेरो ब्याकअपमा हेर्नुहुन्छ, ब्याक साइडमा हेर्नुहुन्छ, समुद्र पुरा हरियो निलो भएर पुरा पानी हेर्नुहोस् कस्तो लहर आइरहेछ, कस्तो मिठो हावा चलिरहेको छ यहाँ। र म एक्सर्साइज पनि गर्दैछु होइन, एकदम राम्रो तरिकाले। तो एकदम फ्रेस हुन्छ, ताजा एकदम होइन, राम्रो हुन्छ। र म खाली खुट्टा नै छु, खाली खुट्टा समुद्रको चिसो पानीमा बलुवामा होइन, खाली खुट्टा हिँड्दाखेरि चाहिँ हाम्रो दिमागलाई, आँखालाई धेरै नै फाइदाजनक गर्छ त्यसले होइन। र त्यो कारणले मैले लामो सास फेरेर ब्रिदिङ लिएर चाहिँ मैले होइन, मुखबाट लामो सास फेरेर चाहिँ ब्रिदिङले चाहिँ नाकबाट सास हुनुपर्छ, त्यसले चाहिँ हामीलाई धेरै फाइदा गर्छ होइन। हेर्नु सक्नु म यसरी झुन्डेर अलिकति रुखतिर झुन्डेर काडककुडुक आफ्नो जिउ